आज हामी भेट भयौँ साहित्यका मित्र। आज हामी भेट भयौँ साहित्यका मित्र। आँधी खोली टिल पिल बग्यो सल सल। आँधी खोली टिल पिल बग्यो सल सल। विद्या ज्ञान मनमा भए मुहार झल झल। विद्या ज्ञान मनमा भए मुहार झल झल। कवि आत्मा कहिल्यै पनि खाँदैन नि हार। कवि आत्मा कहिल्यै पनि खाँदैन नि हार। उपस्थित सबैलाई मेरो नमस्कार। मलाई अलिकति एउटा कुरा जोड्न मन लाग्यो। धन्यानां गिरिकन्दरे निवसतां ज्योति परम ध्यायतां आनन्द सुर्जलम पिबन्ति सपना निशंत मङ्केशया अस्माकं तु मनोरथो परिचित प्रासाद वापी तटे कीडा कानन केली कौतुक जुषमायु परिचयते। भतृहरि वैराग्य शतकमबाट यो लिएको हो। यसको नेपाली अर्थ बडो सुन्दर छ। मानव चोलाको लागि काम लाग्दो छ। यसको नेपाली अर्थ के हुन्छ भने पर्वतका कन्दराहरूमा निवास गर्ने मनस्वी तपस्वी यशस्वी जनहरू धन्य 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 हुन्। जो निरन्तर परम ब्रह्मा परमात्माको प्रकाशमय आनन्दमय र चैतन्यमय ज्योतिको ध्यान गर्दछन्। जसबाट कुनै प्राणीहरू भयभीत हुँदैनन्। प्रभुको स्मरणमा भगवानको स्मरणमा प्रेमार्सु बगाउँछन्। उनीहरूकै प्रेममय आँसुका भिरू चराहरू निर्भय शकुनी भनेको चरा शकुना भनेको चराहरू निर्भय उनीहरूकै काखमा बसिकन त्यस्ता ऋषिमुनिको काखमा बसिकन बगिरहेको आँसु पान गरिकन आफ्नो तिर्खा र पिपासा शान्त पार्दछन्। तर हाम्रो जीवन कसरी व्यतीत भइरहेको हुन्छ? हामीहरू त कल्पनाद्वारा मनमा एउटा राम्रो मन्दिरको रचना गर्छौँ। त्यही मन्दिरको नजिकैमा एउटा मनोहर तलाउ बनाउँछौँ। त्यही तलाउको वरिपरि एउटा किडा बगैँचाको रचना गर्छौँ र कौतुक त्यही किडा बगैँचामा किडा गर्दा हाम्रो सम्पूर्ण आयु समाप्त हुन्छ। अर्थात् अनेक प्रकारको मिथ्या कल्पनामा हाम्रो अमूल्य समय व्यतीत भइरहेको हुन्छ। जन्मको सार, जन्मको अर्थ, जन्मको सार्थकता र वास्तविक मनोरथ हामी जन्मेको किन हो त? वास्तविक मनोरथ कहिल्यै सिद्धि नभइकन यो जिन्दगी जान्छ। मेरै कुरा तपाईँकै कुरा एउटा घर बनाउन हुँदो पा हुँदो छोरीलाई दिन पा हुँदो त्यसै खसाखुसी ब्याङ्कमा पैसा राख्न पा हुँदो है अथवा समाजसेवाको नाममा अलिकति भए पनि आफूलाई बनाउनु पा हुँदो भन्दै हाम्रो आयु त गइरहेको हुन्छ नि। वास्तविक सत्य कुरो किन ईश्वरले हामीलाई पठायो होला माता र पिताको कोखमा राख्यो होला? त्यो नजानी हाम्रो चाहिँ सम्पूर्ण आयु समाप्त भएको हुन्छ। यत्रो विश्व ब्रह्माण्डकै कल्याण गर्न भनेर हामीलाई पठाएको छ। तर हामी चाहिँ एकदम तलतिर झरिरहेका हुन्छ भन्ने यो भतृहरि वैराग्य शतकमको यो मैले शिलक भनेर मैले चाहिँ कुराहरू मेरो कविता सुरु गरेँ। म आज अलिकति हतारमा पनि थिएँ।